हजुर नमस्ते, म उपेन पौडेल, व्हाइट टाइगर होलिडेजको ट्राभल एक्सपर्ट। आज म हजुरहरूलाई पासपोर्ट सिरिजको एपिसोड 3 लिएर आएको छु। आजको हाम्रो गन्तव्य यस्तो देशमा हुनेछ जुन एउटा इतिहास, युद्ध, सभ्यता र आधुनिक विकाससँग जोडिएको देश हो। भियतनाम एउटा इतिहास, एउटा सभ्यता र एउटा दुःखदायी पीडा भोगेर उठेको देश हो। भियतनामको मेरो यात्रामा मैले भोगेका चिजहरू, मैले देखेका चिजहरू र टुरिस्टको हिसाबले हामी ट्राभल गर्दा गर्नै पर्ने मेजर एट्र्याक्सन्सको बारेमा तपाईँहरूलाई जानकारी लिएर आएको छु। भियतनामको यात्रा नर्मल्ली हामीले राजधानी हानोईबाट गर्ने गर्दछौँ, एउटा फ्लाइट कनेक्सन अथवा मस्ट डु सिटीको हिसाबले। हानोई क्यापिटलबाट हामीले सुरु गरेको यात्रा हानोईमा भएका मेजर एट्र्याक्सन्सहरू र फ्रेन्च कोलोनी हुँदाखेरि राजधानी हानोईले अहिले पनि युरोपियन कल्चरहरू, युरोपियन भवनहरू र त्यसलाई सजावट गरेर राखेको एउटा वास्तुकलाहरू पनि त्यहाँ देख्न पाइन्छ। साथसाथै होचिमिनको इतिहास जसले भियतनामलाई एकीकृत गरेर राखे, इतिहासमा नाम राख्न सके, उनको एउटा म्युजियम पनि हानोई सिटीमा छ। त्यहाँ हामीले अहिले पनि उनको समाधि स्थलमा उनको शरीरलाई फ्रिज गरेर राखेको देख्न पाउँछौँ। त्यो पनि एउटा टुरिस्ट एट्र्याक्सनको मेजर पार्टमा पर्ने गर्दछ। अनि भियतनाम र डाँडा काँडाले घेरिएको अहिले पनि इस्ट एसियामा धान खेतीदेखि लिएर विभिन्न खेतीहरू उत्पादन हुने कृषिमा निर्भर पनि भएको एउटा देश हो। साथसाथै हानोई सिटीबाट 1 घण्टा 2 घण्टाको ड्राइभमा निम्बिन भन्ने प्रान्तहरूमा घुम्न जाँदा ट्रेडिसनल बोटहरूमा, केभहरूमा जुन भिजिट गराइन्छ, त्यसले एउटा प्राकृतिक रूपमा एउटा धेरै लामो समयसम्म काम गरेर रिफ्रेसमेन्ट खोजिरहेको मान्छे होस् अथवा आध्यात्मिक रूपमा कनेक्सन हुन खोजिरहेको मान्छे होस्, उनीहरूको लागि चाहिँ एकदमै नौलो तरिकाको एक्सपिरियन्स दिन्छ, जहाँबाट रिएनर्जाइज हुने र आफूलाई रिफ्रेस गर्ने ठुलो मौका पाइन्छ। र अर्को विशेषता, भियतनामका जनताहरू यति वेलकमिङ छन् जुन नेपाली कल्चरसँग पनि मिल्दोजुल्दो छ, जुन उनीहरूको हस्पिटालिटीमा पर्ने गर्दछ। धेरै टुरिस्टहरूको दिनौं आउने आवत जावतले पनि उनीहरूलाई, टुरिस्टहरूलाई कस्टमर सर्भिस गर्नको लागि अपग्रेड गरेको अथवा उनीहरूको सरकारले उनीहरूलाई प्रोफेसनल रूपमा स्कुलको कोर्सहरूदेखि लिएर गाइडका लाइसेन्सहरू, ट्रेनिङ सेन्टरहरूबाट उपलब्ध गराउने गरेको हिसाबले पनि उनीहरू विदेशी पाहुनाहरूसँग एकदमै फ्रेन्डली इन्भाइरोमेन्टमा सर्भिस दिने गर्दछन्। हजुर, मैले हानोई सिटी बस्दाखेरि सबैभन्दा भुल्नै नसक्ने अनुभव गरेको, हामी हानोई सिटीको एउटा ओल्ड क्वार्टर भन्ने एरियामा बसौँ जुन एकदम प्रख्यात स्ट्रिट हो। रातिको समयमा 7 बजे पछाडि सवारीहरूलाई आवत जावत बन्द गराएर व्यवसायीहरूलाई स्ट्रिटमा खानेकुराहरू बेच्नको लागि एलाउड गर्ने एउटा स्ट्रिट हो, जहाँ दैनिक हजारौं कस्टमरहरू, टुरिस्टहरू, विदेशी पाहुनाहरू आएर त्यहाँको लोकल हटपटहरू खाने, भियतनामी सी फुड, भियतनामी स्पेशल डिसेसहरू खाने र इन्टरनेसनल कन्टिनेन्टल खानेकुराहरू सहित नाइट लाइफ, कन्सर्टहरू रमाइलो गर्ने एकदमै चर्चित ठाउँ हो। ओल्ड क्वार्टरमा मैले यस्तो अनुभव गरे, फुड कल्चर र खानेकुरा सरकारले बनाउने सामान्य एउटा 2-3 घण्टाको नीतिले पनि एउटा अर्थतन्त्रमा अथवा एउटा व्यवसायी, सानो उद्यमीहरूलाई कति महत्त्वपूर्ण अथवा कति मद्दत गर्छ भन्ने एउटा एक्जाम्पल पनि हो। र भियतनामको खाना यति मिठो खानाहरू हामीले खान पायौँ, फ्रेन्डली इन्भाइरोमेन्टमा सँगै बसेर हामीलाई सिकाएर, गाइडले हामीलाई खानाहरू पकाउने तरिकाहरू, हटपटमा हाल्ने डिसेसहरू, त्यसमा पाउने साग सब्जीहरू, सबै कुराहरू हामीलाई ब्रिफिङ गरेर हामीले आफ्नै तरिकाले पकाएर खाँदै कन्सर्ट, लाइभ म्युजिक र नाइट लाइफलाई इन्जोय गर्ने मौका पायौँ। हजुर, नाइट लाइफको एउटा अनुभव पछाडि हानोईबाट हामी भोलिपल्ट यस्तो ठाउँमा गयौँ जहाँ हलिउडको मुभी किङ कङको सुटिङ भएको एरिया हो र त्यो युनेस्को हेरिटेज साइट पनि हो, जसलाई हालोङ बे भनेर भन्ने गरिन्छ। हानोई सिटीबाट 4 घण्टाको ड्राइभमा हामी हालोङ बेको पोर्टमा पुगिसकेपछि हामीलाई स्पिड बोटबाट हामीले बुक गरेको क्रुजको लागि गाइडले ट्रान्सफर गर्ने गर्दछ। हालोङ बे यस्तो प्राकृतिक रूपमा बनेको ठाउँ छ जहाँ चाहिँ धेरै मानिसहरूले आफूलाई रिफ्रेसमेन्ट गर्ने गर्दछन् र त्यहाँको प्रिमियम सर्भिस, धेरै क्रुजहरू हामी पाउँछौँ। एलिट क्रुज जुन हामीले अनुभव गर्यौं, 5 स्टार प्लसको क्रुज, त्यस्तै 4 स्टार क्रुज, 3 स्टार क्रुजहरू, धेरै अप्सनका क्रुजहरू हुन्छन्। जसमा एक्टिभिटीहरू सिमिलर भए पनि क्रुज वाइज डिफरेन्ट एक्टिभिटी र एमिनिटिजहरू हुने गर्दछन्। र यो ओभरनाइट क्रुजमा
क्रुजमा बस्दाखेरि यति मनमोहक दृश्य देखिन्छ कि रातिको समयमा क्रुज पार्क गरिसकेपछि बिहान उठ्ने बेलामा क्रुज भित्रको स्टाफहरूले एउटा स्केड्युल बनाएर योगा, रनिङ, त्यस पछाडि बोटमा, ट्रेडिसनल बोटमा हामीलाई फेरि 1 घण्टाको केभको भिजिट गराउने गर्दछन्। ह्यालोङ बेमा धेरै स्टोन आइल्यान्डहरू छन् जहाँ केभहरू पनि छ ट्रेडिसनली प्रिजर्भ गरिएको, त्यसको भिजिट गर्दाखेरि एकदमै आनन्द आउँछ। सँगसँगै कायाक बोट लिएर पर्सनल रूपमा अथवा ग्रुपमा हामीले आफ्नो वाटर स्पोर्ट्सको एक्टिभिटिजहरू, स्विमिङहरू गर्न सक्छौँ र यो क्रुजको बसाइलाई पनि हामीले वान अफ द बेस्ट मेमोरेबल ट्रिपको रूपमा लिने गर्दछौँ। हजुर भियतनाम जाँदै हुनुहुन्छ भनेदेखि ह्यालोङ बे एज अ ट्राभल एक्सपर्ट वान अफ द मस्ट डु क्रुज एक्सपिरियन्स, त्यो तपाईँ कपल हुँदा पनि, तपाईँ फ्यामिली हुँदा पनि अनि साथीभाइसँग हुँदा पनि यसलाई तपाईँको आइटिनरीमा कुनै पनि हालतमा इन्क्लुड गरेर जान नबिर्सनु होला। यो मेरो पर्सनल सजेसन हो। पासपोर्ट सिरिज एपिसोड 3 तपाईँहरूको ट्राभल एक्सपर्ट म फेरि पनि आइसकेको छु। हामी आज भियतनामको टुरमा छौँ। मैले तपाईँहरूलाई ह्यानोईबाट ह्यालोङ बे लिएर गइसकेँ। अब तपाईँहरूलाई म आज मध्य भियतनामको टुर गराउँछु जुन यति फेमस छ। हजुरहरूले सुन्नु भएको छ होला बाना हिल्स। बाना हिल्स भियतनामको सबैभन्दा बढी भिजिटेड टुरिस्ट स्पोट हो। फ्रेन्च कोलोनी, वाइन सेलर्स अनि त्यहाँको प्रख्यात गोल्डन ब्रिज। यो तपाईँहरूको आइटिनरीमा हामीले मध्य भियतनाम जसलाई दानाङ भनिन्छ, तपाईँ दानाङ एयरपोर्टमा ल्यान्ड भएर हाम्रो ड्राइभर र गाइडसँग तपाईँहरू बाना हिल टुर गर्न सक्नुहुन्छ। अनि त्यो सँगसँगै दानाङ बसाइमा तपाईँहरूलाई एउटा एन्सियन्ट कल्चर प्रिजर्भ गरेको होयान सिटीको पनि हामी भ्रमण गराउँछौँ। यो सिटी तपाईँहरूको नाइट लाइफको लागि एकदमै महत्त्वपूर्ण छ। होयानले युरोप जसरी आफूलाई अहिले पनि प्रिजर्भ गरेर राखेको छ। रातिको समयमा क्यान्डल लाइट अनि लाइटनिङ, त्यस पछाडि तपाईँको रेस्टुरेन्ट्स, बार 24 आवर्सै ओपन हुने एरिया हो र टुरिस्टहरूले एकदमै बढी भिजिट गर्ने एरिया पनि हो। यो दानाङ क्षेत्रभित्रै पर्छ। तपाईँ दानाङ बाना हिल जान पनि, होयान जान पनि तपाईँ दानाङ इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड भएर हामीले दिएको नजिकको 3, 4 and 5 स्टार रिसोर्टमा बस्नुहुनेछ। त्यसपछि दानाङको बिच पनि तपाईँ जान सक्नुहुन्छ। एउटा माउन्टेन मार्बल भनेर एउटा एट्र्याक्सनमा छ, तपाईँले त्यो पनि कभर गर्न सक्नुहुन्छ। अनि एक दिन तपाईँ बिच एरियामा चिल आउट गरेर पनि बस्न सक्नुहुन्छ। हजुर दानाङ एकदमै पपुलर एरिया, तपाईँले भियतनामको टुरमा इन्क्लुड गर्न पनि एउटा एट्र्याक्सन्स। पासपोर्ट सिरिज एपिसोड 3 आज हामी भियतनाम टुरमा छौँ। हामीले भियतनामको मेजर सिटीहरू चाहिँ तपाईँहरूलाई घुमाइरहेका छौँ। आजको दिन हामी तपाईँलाई फेरि दानाङबाट डोमेस्टिक फ्लाइटबाट हो चिन मिन सिटी लिएर जाँदैछौँ। हजुर हो चिन मिन भियतनामको निर्माताको नाम हो र यो पूर्व राजधानी पनि हो। अहिले भियतनामको राजधानी हानोई हो तर पूर्व राजधानी हो चिन मिन। यसले एउटा इतिहास बोकेको छ जुन दर्दनाक छ। भियतनाम जानु अगाडि मेरो मनस्पटलमा भियतनाम 20औं वर्षको अमेरिकासँग लडेको युद्ध र त्यसको केही त्यसलाई मैले एउटा कल्पना गरेर गएको थिएँ। अब हो चिन मिन सिटी टुरमा वार म्युजियम जहाँ भिजिट गर्दा मेरो आँखा पनि रसायो। भियतनामीहरूले कति सङ्घर्षपूर्ण रूपमा राष्ट्र प्रेम गरेर देशको लागि उनीहरूले कस्ता कस्ता प्रकारका युद्धहरू गरे, गुरिल्ला युद्धहरू गरे, टनेलहरू बनाए र माइनले गर्दा भियतनाम युद्धमा बिछ्याएका माइनहरूले गर्दा अहिले पनि त्यसले स्वास्थ्यमा कस्तो असर गरिरहेको छ भन्ने रिफ्लेक्सन तपाईँहरूले वार म्युजियमबाट देख्न सक्नुहुन्छ। त्यस्तै यो सिटीलाई एउटा वार म्युजियमको रूपमा पनि भियतनामले प्रिजर्भ गरेको छ। कुची टनेल, मेकन डेल्टा टुर जुन वारसँग रिलेटेड र अहिलेको टुरिस्ट एट्र्याक्सनको रूपमा हो चिन मिन सिटी जाँदाखेरि तपाईँहरूलाई हाम्रो आइटिनेरीमा हामी इन्क्लुड गर्नेछौँ। मेकन डेल्टा एउटा रिभर हो जो चाइनासँगको बोर्डरसँग जोडिएको छ। यसको पनि एउटा धेरै ठुलो र लामो इतिहास बोकेको रिभर। भियतनामको यो डे वाइज आइटिनेरीमा तपाईँले हरेक सिटीमा आफूले चाहे अनुसार डेज घटाउने अथवा डेज बढाउने, तपाईँहरूलाई कुन टाइपको टुर मनपर्छ अथवा विभिन्न सहरले विभिन्न किसिमका आफ्ना हिस्ट्री, कल्चर र अहिलेको डेभलपमेन्टलाई रिफ्लेक्ट गरेको छ। र त्यो मध्ये अहिलेको भियतनामको भेनिस भनेर सबैभन्दा पपुलर सिटी हो फुकोक जाँदाखेरि वन्डर वर्ल्ड सबैभन्दा फेमस टुर एट्र्याक्सन। तपाईँहरू भेनिसको जस्तो गोन्डोला राइड बोटमा डे टुर गर्नुहुन्छ। अहिले नयाँ आएका एम्युजमेन्ट पार्कहरू पनि तपाईँले इन्क्लुड गर्न सक्नुहुन्छ अथवा राम्रो रिसोर्टमा तपाईँहरू स्विमिङ गरेर चिल आउट भएर आफूलाई रिइनर्जाइज अनि रिफ्रेस गरेर ब्याक टु आफ्नो वर्कमा आउन सक्नुहुन्छ। अहिलेको सबैभन्दा बढी फेमस सिटी मध्येको भियतनामको सिटी मध्येको फुकोक। तपाईँको आइटिनरीमा यदि फुकोक मिस भएको छ भने हामी तपाईँहरूलाई दानाङबाट फुकोक अथवा हो चिन मिनबाट
फुकोक अथवा फुकोक गरेर तपाईलाई ह्यान्डवे गरेर तपाईहरुले भने अनुसारको हामी आइटिनरी क्राफ्ट गरिदिने छौं अनि तपाईहरुलाई हामीले प्रत्यक्ष रूपमा हरेक लोकेसनमा फिजिकली भिजिट गरेर हामीले शेयर गरेको अनुभव त्यहाँ गर्नै पर्ने कुराहरुलाई इन्क्लुड गरेर तपाईहरुको आइटिनरीमा हामीले इन्क्लुड गर्ने छौं। एज अ ट्राभल एक्सपर्ट म आफै भियतनामको नर्थबाट साउथसम्म गर्दा भिजिट गर्दाको एक्सपिरियन्स, त्यहाँको मेजर एट्र्याक्सनहरु एउटा छोटो एपिसोडमा लिएर आएको छु। अरु थप जानकारी अथवा तपाईहरुलाई भियतनामको पर्सनलाइज आइटिनरी बनाउन मन लाग्यो अथवा तपाईहरुलाई सुझाव दिन मन लाग्यो भने पनि हामी तपाईहरुको फिडब्याक लिएर त्यसलाई इन्क्लुड गरेर नयाँ आइटिनरी बनाइदिने छौं। अनि थप जानकारीको लागि तपाईहरुले व्हाइट टाइगर होलिडेजको सोशल मिडिया पेजहरुलाई लाइक फलो गर्न सक्नुहुन्छ। तपाईहरुले बुकिङको लागि वेबसाइटमा गएर डाइरेक्ट बुकिङ पनि गर्न सक्नुहुन्छ अथवा तल दिएको नम्बरहरुमा कल अथवा व्हाट्सएप गरेर हामीसँग पुग्न सक्नुहुनेछ। यस्तै रमाइलो ट्राभल हिस्ट्री, ट्राभल एक्सपिरियन्स र रियल टाइम अपडेटेड ट्राभल सम्बन्धी न्यूजहरु लिएर हामी पासपोर्ट सिरिज मार्फत तपाईहरुसँग आएका छौं। आजलाई मलाई बिदा दिनुहोस्। फेरि पासपोर्ट सिरिजको एपिसोड 4 मा म तपाईहरुलाई नयाँ डेस्टिनेसन लिएर आउने छु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते।